हेलो गुड मर्निङ सबैजनालाई गुड मर्निङ। विशेष गरिकन यो बिहानको समय तपाईहरुसँग फेरि पनि यो भिडियो बनाइरहेको छु र विशेष यो भिडियो बनाउनुको विशेष उद्देश्य चाहिँ के हो भन्दाखेरि चाहिँ सिजनल फ्रुट अथवा समयको फल, सबैले जानेको अनि चिनेको फल सुन्तलाको बगानभित्र पसेर यस घडी म भिडियो बनाइरहेको छु र तपाईहरु सबैजनाले मलाई साथ दिनुहोस्, किनकि यो भिडियो मार्फत सबैजनाले सुन्तला बगानलाई हेर्न सक्नुहुनेछ। अनि विशेष गरिकन मैले यो सुन्तला यतिसम्म रहेर अनि सुन्तला यतिको बाक्लो दानाहरू रहेको कारण चाहिँ के हो भन्दाखेरि चाहिँ सधैँ चाहिँ यति साह्रो बाक्लो गरी सुन्तलाको दानाहरू रहन्थेन, बोटमा बेसी जस्तो झर्थ्यो अनि यस्तो ठुल्ठुलो दानाहरू सबै नै झर्थ्यो। अनि यो पालि चाहिँ किन चाहिँ यति साह्रो मजाले सुन्तलाको दानाहरू अडिएर बसेको छ भन्दाखेरि चाहिँ सिक्किम सरकारको बागवानी विभाग अथवा एग्रिकल्चर हर्टिकल्चर डिपार्टमेन्टले यो सुन्तला जुन झर्नुभन्दा केही महिना अगाडि नै सुन्तला बोटमै अडिएर बस्ने अथवा सुन्तलालाई झर्नको लागि क्षति पुर्याउने किराको लागि केही बार बन्देज लगाइदिनु भयो अथवा त्यहाँनेरि कुनै दबाईहरू स्प्रे गरिदिनु भयो। यो बोटबाट चाहिँ मैले धेरै टिपेको छु अनि त्यसले गर्दा पातला देख्दैछ। अनि जुन प्रकारले त्यो दबाईहरू स्प्रे गरिदिनु भयो तत्पश्चात चाहिँ यो सुन्तला चाहिँ सधैँको जस्तो नै झर्छ होला भनेर चाहिँ सुन्तला बारीको लागि म पनि धेरै चिन्तामा थिएँ, झर्छ होला भनेर डरसरीमा थिएँ। तर सुन्तला झरेन र राम्रो भयो। अनि आउँदो साल पनि समयमाथि नै विभागले यसरी नै हाम्रो लागि यो सुन्तला अडिनको लागि केही टेवा पुर्याइदिनु भयो भने हामी धन्यवादी बन्नेछौँ। र विशेष गरिकन अनि सुन्तला अर्को कारण नझर्नुको कारण चाहिँ के हो त भन्दाखेरि यहाँ त पात पनि देखेको छैन, दाना मात्रै देख्दैछ, यति दामी फलेको छ। यसमा पनि मैले लगभग 1 डोको टिपिसकेको झ्याङ हो, यहाँबाट त 2 डोको 2.5 डोको टिपिसकेको झ्याङ हो। र यो सुन्तला कम्ती झर्नको विशेष कारण चाहिँ के हो त भन्दाखेरि जति पनि भुइँमा झरेको सुन्तला चाहिँ हामीले लगेर पुरापुरी खोलामा लगेर फ्याँकिहाल्ने गर्छौँ। अनि त्यो खोलामा लगेर जब फ्याँकिदिएपछि चाहिँ त्यसको जुन कीटाणु अथवा जम्स चाहिँ जमिनमा रहेर फेरि आउँदो साल त्यसले क्षति पुर्याउँदैन भनेर टेक्निकलले हामीलाई जुन कुराहरू टेक्निसियनले हामीलाई सिकाउनु भएको थियो, टेक्नोलोजी अहिले त सबै कुराहरू टेक्नोलोजी भएको छ, आफै जान्ने हुनु मिल्दैन। किनभने जुन प्रकारको टेक्नोलोजीले जुन प्रकारले सिकाउनु भएको छ हामीले त्यो मान्नुपर्ने हुन्छ। र यस्तो दामी छ सुन्तला, यो बोटहरूबाट मैले प्राय टिपेको सुन्तलाहरू हो र पनि रहेको चाहिँ यति साह्रो छ। हेर्नुहोस् यहाँ सुन्तला छ। म भिडियो जुन प्रकारले म भिडियो घुमाइरहेको छु, यो फोन क्यामेरा मैले घुमाइरहेको छु र सही प्रकारले तपाईँले हेर्न सक्नुहुन्छ। अनि यो घुमाइराखेको बेलामा तपाईँले हेर्नुहोस् कत्रो एरियामा सुन्तला छ भन्ने कुराहरू तपाईँले देख्न सक्नुहुन्छ। पर यो केराको पल्लोपट्टितिर पनि त्यति नै छ, तर यता गएर यहाँ तलतिर आएर यहाँ तलतिर पनि तपाईँको सुन्तला यतिकै छ। र यो चाहिँ के हो भन्दाखेरि चाहिँ जुन प्रकारले भुइँको सुन्तलाहरू जम्मै फ्याँकिसकेपछि चाहिँ आउँदो साल चाहिँ त्यो सधैँको भन्दा बेसी रहँदो रहेछ भन्ने कुराहरूलाई हामीले प्राप्त जानकारी पाइसकेका छौँ। र यसरी नै मसँग आउनुहोस्, यहाँ त मैले टिपिसकेको भन्दा नि चाहिँ यो बोटबाट मैले करिबन 2000 सुन्तला टिपिसकेको बोटहरू हो। यो बोटहरू पनि मैले अतिभन्दा बेसी टिपिसकेको। यो रायोको साग बस्तीको ठाउँको, अनि साइडमा ब्रोकौली छ, यो ब्रोकौली पनि तपाईँको फुल्न आँटेको छ। अनि हामीले कुनै पनि खेतीपाती गर्छौँ भने खेतीपाती लाउनुभन्दा पहिला चाहिँ हामीलाई मलको जरुरी पर्छ। अनि मल बनाउनको लागि यहाँनिर गाई पनि छ, यसलाई पनि तपाईँले हेर्न सक्नुहुनेछ। अनि त्यस्तै प्रकारले तपाईँले मसँग देख्न सक्नुहुन्छ यहाँ ब्रोकौली रोपिरहेको छ, ग्रिन हाउस ठुलो छ अनि 2-3 छिमल गरेको छ। त्यहाँदेखि मास्तिरको हो, त्यहाँदेखि मास्तिरको चाहिँ यो हो, त्यहाँदेखि माथि गयो भनेको चाहिँ फुल्नलाई एकदमै रेडी भइरहेको छ, यहाँ देख्न सक्नुहुनेछ ब्रोकौली। र यो समयमा
तपाईँहरूसँग यो जानकारी दिँदै यतिमै मेरो आजको यो भिडियोलाई बन्द गर्न चाहन्छु।